कृष्णको महिमा गाएर नपाऊँ, तिम्रो समीपमा रहेर नपाऊँ। कृष्णको महिमा गाएर नपाऊँ, तिम्रो समीपमा रहेर नपाऊँ। कृपाले भरिदेऊ यो मनको झोली, आज छ जीवन के हुन्छ भोलि। कृपाले भरिदेऊ यो मनको झोली, आज छ जीवन के हुन्छ भोलि। कृष्ण राधे कृष्ण, कृष्ण राधे कृष्ण, कृष्ण राधे कृष्ण, कृष्ण राधे कृष्ण। नदेखेको छु नभेटेको छु, मनभरि आस्था बोकेको छु। नदेखेको छु नभेटेको छु, मनभरि आस्था बोकेको छु। कृष्णको नाम लिँदा पनि मनभित्र शान्ति भेटेको छु। कृष्णको नाम लिँदा पनि मनभित्र शान्ति भेटेको छु। कृष्ण राधे कृष्ण, कृष्ण राधे कृष्ण, कृष्ण राधे कृष्ण, कृष्ण राधे कृष्ण। म अज्ञानी छु म बालक छु, तिम्रो शरणमा आएको छु। म अज्ञानी छु को लागि हार्दिक अनुरोध गर्दछु। त्यसै गरी विशेष अतिथिका रूपमा सल्लाहकार सदस्य तथा ज्येष्ठ नागरिक अतिथिको रूपमा आसन ग्रहण गरिदिनु हुन। त्यसै गरी अर्को अतिथि हुनुहुन्छ निवर्तमान अध्यक्ष मीरा बक्रेलज्यूलाई पनि हार्दिक अनुरोध गर्दछु। हार्दिक अनुरोध गर्दछु। थुङ्गा फुलका हामी एउटै माला नेपाली, सार्वभौम भई फैलिएका मेची महाकाली। सायो थुङ्गा फुलका हामी एउटै माला नेपाली, सार्वभौम भई फैलिएका मेची महाकाली। प्रकृतिका कोटि कोटि सम्पदाको आचल, वीरहरूका रगतले स्वतन्त्र र अचल। ज्ञान भूमि शान्ति भूमि तराई पहाड हिमाल, अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल। बहुजाति भाषा धर्म संस्कृति छन् विशाल, अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल।
अध्यक्षता ग्रहण गरिदिनु हुने हाम्रो धनेश्वर कीर्तन मण्डलीको अध्यक्ष पिताम्बर दाहाज्यू, त्यसै गरेर हाम्रो यस संस्थालाई धेरै सहयोग गरिरहनु हुने हाम्रा वरिष्ठ उपाध्यक्ष, वरिष्ठ सल्लाहकार सदस्य वासुदेव भट्टराईज्यू, त्यसै गरेर निवर्तमान अध्यक्ष खड्काज्यू, त्यसै गरेर ज्येष्ठ नागरिक हाम्रो कीर्तन मण्डलीलाई सरसल्लाह दिइरहनु हुने सल्लाहकार सदस्य यशोदा अधिकारीज्यू, त्यसै गरेर होमबहादुर अधिकारीज्यू, हाम्रो ज्येष्ठ नागरिक हुनुहुन्छ हरिन्द्र प्याकुराज्यू, र त्यसै गरेर हाम्रो यस कीर्तन मण्डलीमा विभिन्न संस्थामा रहनुहुने हाम्रा समितिका सदस्य र सम्पूर्ण सदस्यज्यूहरू किन उपस्थिति भइन्, हाम्रो वार्षिक पूजामा यदि उपस्थिति भएर कार्यक्रम गरिरहनु पर्ने कुनै आवश्यकता थिएन। उच्च प्रगतिको कामना गर्दै हामीले विभिन्न ठाउँबाट आएका प्रतियोगितामा अगाडि बढेर तेस्रो स्थान प्राप्त गरेका थियौँ भने पशुपति मन्दिरमा उत्कृष्ट स्थान वरिष्ठ स्थान प्राप्त गरेका थियौँ। पुरस्कृत गर्नुपर्छ भन्ने मनसाय राखेर आजको कार्यक्रम गरौँ भन्ने चाहना गऱ्यौँ र हामीले उत्कृष्ट भएर ल्याएको जुन पुरस्कार थियो त्यो पुरस्कारबाट हाम्रा पछि पनातिसम्म पनि हाम्रा क्यामेरामा कैद गरिरहेका छौँ। यो चाहिँ हामीले एउटा केही पुरस्कृत भएको पैसाले चाहिँ एउटा भिडियो पनि बनाउन त भनेर अगाडि बढेका छौँ र आज यहाँ आउनुहुने यस कीर्तन मण्डलीमा आउनुहुने आमा बुबा दाजुभाइ दिदीबहिनी र कीर्तन मण्डलीका सम्पूर्ण साथीभाइहरूमा म यस कीर्तन मण्डलीको उपाध्यक्ष वरिष्ठ उपाध्यक्ष शारदा प्राजुको तर्फबाट नमस्कार साथै सम्पूर्णमा स्वागत भन्न चाहन्छु। स्वागतम स्वागतम स्वागतम। शिवजीको मन्दिरको अगाडि प्राङ्गणमा कार्यक्रम गर्न लागिरहेका छौँ। म शिवजीलाई एकचोटि सम्झेर चाहन्छु। यक्षस्य रूपाय जटाधराय विनाशाय सनातनाय दिव्याय देवाय दिगम्बराय तस्मै नकाराय नमः शिवाय। ओम नमः शिवाय। प्रोत्साहन स्वरूप सम्मानका कार्यक्रम राखेका छौँ। हामीले गत 2022 सालमा पशुपति मन्दिरमा सप्ताह पुराणको बखत आयोजना भएको सर्वोत्कृष्ट स्थान प्राप्त गर्न सफल गराउनु हुने हाम्रा यस धनेश्वर कीर्तन मण्डलीका अग्रस्रष्टाहरूलाई हामी प्रोत्साहन स्वरूप सम्मान गर्न लागिरहेका छौँ। आजका हाम्रा अतिथिज्यूहरूबाट उहाँलाई सम्मान गर्ने कार्यक्रम छ, जसमा हामीले 10 जना व्यक्तित्वहरूलाई फेमसहितको प्रमाणपत्र नमस्कार बोलाउँछु। उहाँलाई सम्मान गरिदिनु हुन्छ। सम्मान गरेर सबैले गणगणाट ताली बजाइदिनु हुन्छ भन्दै म कार्यक्रम अगाडि बढाउन गइरहेको छु। विशिष्ट र तृतीय स्थान प्राप्त गरेकोले स्वर सङ्गीत एवं शब्द रचनामा सक्रिय कला सबैका धनी हुनुहुन्छ। उहाँले हाम्रो यस कीर्तन मण्डलीलाई अग्लो भागमा पुर्याउनको निम्ति त्याग र तपस्या गर्नुभएको छ। त्यसका निम्ति उहाँलाई हामी सम्पूर्ण धनेश्वर कीर्तन मण्डलीको तर्फबाट हार्दिक धन्यवाद, हार्दिक आभार प्रकट गर्छौँ। सम्मान कार्यक्रमको लागि सबैले एकचोटि ताली बजाइदिनु यो प्रशंसा पत्र उत्थान गर्ने निम्ति उहाँले सधैँ लागिरहनुहुन्छ। उहाँको सधैँभरि प्रेरणा मेरो शुभकामना व्यक्त गर्न चाहन्छौँ। यो टिकाको कार्यक्रम भइरहेको छ। अब हामी फेमसहितको सम्मान पत्र उहाँलाई प्रदान गर्नेछौँ। आजका प्रमुख अतिथिले वितरण गर्दै हुनुहुन्छ। सम्मानका लागि सबैले ताली बजाइदिनु म हार्दिक अनुरोध गर्दछु। हार्दिक अनुरोध गर्दछु। स्रष्टाका रूपमा हामीलाई सम्मान गर्न पाएका छौँ। सबैले ताली बजाइदिनु अनुरोध गर्दछु। मलाई रातो टिका लगाएर उहाँको भविष्य उज्जवल
अतिथि वायुमित्र यस धनेश्वर कीर्तन मण्डललाई योगदान दिइरहनु हुने हाम्रो समूहका सबैभन्दा वृद्ध पूर्णबहादुर थापालाई म हार्दिक अनुरोध गर्दछु। खाजा उडाइदिने काम गरेको छ, प्रसाद वितरण भइरहेको छ। हाम्रो संस्थाका सल्लाहकार उहाँको यो कलाको हामीलाई सम्मान गर्दै हुनुहुन्छ भने अब उहाँलाई खाजा लगाइदिनुका लागि गरिदिनु म हार्दिक अनुरोध गर्दछु। सम्मानका लागि सबै प्रकार ताली बजाइदिनु हुनेछ। खाजा उडाइँदै हुनुहुन्छ। हाम्रो संस्थाका वरिष्ठ उपाध्यक्षबाट टीका ग्रहणको कार्यक्रम भइरहेको छ। सम्मान पत्र पनि दिनु हुनको लागि म कसैले सहयोग गरिरहेको छ। कलामा निपुण हुनुहुन्छ। उहाँको भोलि पनि वाद्यवादनको रूपमा मादलको विशिष्ट वादक रोशन अधिकारी पनि हुनुहुन्छ। उहाँको अध्यक्षतामा हाम्रो कीर्तन मण्डलीमा रहिरहोस् भन्ने एउटा आशा अपेक्षा गर्दछु र सम्मान पत्र दिलाउनको निम्ति हिमकमल अध्यक्षलाई म हार्दिक अनुरोध गर्दछु। रामनाथको गानको वाइदै हुनुहुन्छ। सबैलाई स्वागत दिन्छु। यो सम्मान पत्र दिँदै हुनुहुन्छ। ग्रहण गरिदिनु हुन म संस्था अस्वस्थ रहेको बेलामा पनि सधैँभरि भजन हाम्रो धनेश्वर कीर्तन मण्डलीको सबभन्दा टाढा रहेर पनि नियमित रूपमा सधैँ उपस्थित रहेर हाम्रो कीर्तन मण्डल पहिलाई सेवा दिनुभएको छ। जुनसुकै प्रतिक्रिया समावेश सुनिरहेको छ। सफलतामा अगाडि उहाँको योगदान ठुलो छ। उहाँलाई सम्मान गरौँ। उहाँलाई सम्मान गरिदिनु हुन हाम्रो संस्थाका हिमकमल अध्यक्ष आजका अतिथि होमबहादुर अधिकारीलाई म अगाडि बढाउँछु। सर्वप्रथम खाजा उडाइदिएर सम्मान गर्दै हुनुहुन्छ। सम्मानका लागि सबैले ताली बजाइदिनु अनुरोध गर्दछु। सैयद खानको प्रशंसा पत्र उहाँलाई दिने काम भइरहेको छ। उहाँको आँखा भरिरहनु भन्ने एउटा आशा अपेक्षा गरेका छौँ। अब यसको साथसाथै हाम्रो यस धनेश्वर कीर्तन मण्डलीमा गत वर्षबाट आबद्ध हुनुभएका विभिन्न खनाहरूलाई पनि आजको अतिथिको रूपमा आसन ग्रहण गरिदिनु म हार्दिक अनुरोध गर्दछु। सम्मानका लागि हाम्रो अध्यक्षले खाजा उडाइसक्नु भएको छ। अब सबैले आसन गरिदिनु न। अब अर्को हाम्रो सम्मानको कार्यक्रम छ। अगाडि लगिरहेको छु। दिनेश नेरोला सरलाई म यो खाजा उडाएर सम्मान पत्र प्रदान गरिदिनु म हार्दिक अनुरोध गर्दछु। सूचना सञ्चार तथा व्यवस्थापकीय पक्षका अब्बल होनहार हाम्रा संस्था विमला बराललाई सम्मानको कार्यक्रम भइरहेको छ। दिनेश नेरोला सरबाट सम्मानका लागि सबैको ताली बजाइदिन अनुरोध गर्छु। खाजा र टीका ग्रहण भइसकेको छ। सही बेलाको प्रशंसा पत्र प्रदान गरिदिनु हुन म सही बेलाको प्रशंसा पत्र प्रदान गरिदिनु हुन म दिनेश नेरोला सरलाई आग्रह गर्दै ग्रहण गरिदिनु हुन विमला बराललाई हार्दिक अनुरोध गर्दछु। टीका लगाइदिनुको लागि हाम्रो संस्थाका सचिव गीताहरूलाई भित्राएको छु। उहाँले टीका लगाइदिनु भएको छ। अब खाजा उडाउने र सम्मान पत्र दिने कार्यक्रम रहेको छ, जसमा हाम्रो आजको अतिथि विक्रम खनालले खाजा उडाउने काम गर्नुभएको छ। अति हँसिलो मुद्रामा उहाँ उपस्थित हुनुहुन्छ। अब सम्मान पत्र उहाँले दिँदै हुनुहुन्छ। सबैले ताली बजाइदिनु म हार्दिक अनुरोध गर्दछु। प्रमाणपत्र पनि ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। उहाँलाई टीका लगाउने कार्यक्रम भइरहेको छ। उहाँलाई गौशाला अडाएर सम्मान गरिदिनु म एक रात सबैलाई हार्दिक अनुरोध गर्दछु। उहाँ सम्मानित भइसकिरहेको छ। आगोमा गौशाला दिलाउनको लागि हाम्रो संस्थाका विगतमा अध्यक्ष आजका अतिथि मदन खड्कालाई हार्दिक अनुरोध गर्दछु।
उहाँलाई हाम्रो धार्मिक परम्परा अनुसार पहिरौलाले अप्ठ्यारो अवस्थामा पनि हामी फुको हातमा दिएर उहाँलाई सम्मान गर्नेछौँ। उहाँको यो जो सागर अझ बढेर जाओस् 80 वर्ष 85 वर्षसम्म हाम्रो पुण्यबहादुर थापालाई म अगाडि आएर उहाँलाई सम्मान गर्न हार्दिक अनुरोध गर्दछु। उहाँ सम्मानित हुँदै हुनुहुन्छ। सबैले ताली बजाएर सम्मान गरिदिनु हार्दिक अनुरोध गर्दछु। सम्मानित हुँदै हुनुहुन्छ उहाँले गरेर ताली बजाएर स्वागत गर्नुहुन्छ। उहाँलाई सम्मान गर्दै हुनुहुन्छ। यशोदा अधिकारी सबै सम्मानको लागि ताली बजाएर अनुरोध गर्दछु। उहाँलाई जीवन प्रधान अध्यक्ष र हाम्रो सभाका सदस्य होमबहादुरले सम्मान गर्दै हुनुहुन्छ। सबैले ताली बजाइदिनु अनुरोध गर्दछु। सम्मानका लागि सबैले ताली बजाइदिनु हार्दिक अनुरोध गर्दछु। हाम्रो टिम्बी प्रसाद खनालाई म अगाडि निम्ताउँछु। जगत थापा उहाँ जहिले पनि उपस्थित हुनुहुन्छ, जहिले निरन्तर हिँडिरहनुहुन्छ। उहाँलाई सम्मान गर्न हाम्रो कर्तव्य हो। उहाँको स्मरणमा उहाँको भाउजूलाई हामीले सम्मान गर्न पाएका छौँ। सबैले ताली बजाइदिएर स्वागत गर्न हार्दिक अनुरोध गर्दछु। धन्यवाद अध्यक्षज्यू। सम्मानको कार्यक्रम हाम्रो नियमित रहेको सहभागितामा कीर्तनमा सहभागिता नियमित रूपमा गराए बापत लीला काफ्लेलाई सम्मान गरिदिनु हुन क्रमशः मैले उहाँलाई पुरस्कृत गरिँदैछ, सम्मानित गरिँदैछ। अगाडि आइदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यसै गरी सहभागिता जनाए बापत छलमाया दालज्यूलाई यो सम्मान पत्र प्रदान गरिदिनु हुन हार्दिक अनुरोध। त्यसै गरी हिमा कार्तिक हुन्छ भने अगाडि आइदिनु होला। तालीले सम्मान गरौँ, जोरदार ताली बजाऊ। त्यसै गरी सहभागिता कीर्तनमा जनाए बापत वितरण गरिदिनु हुन पनि अनुरोध गर्दछु। त्यसै गरी नियमित सहभागिता जनाए बापत यस संस्थाका सदस्य मुना सिगदेलज्यूलाई यो सम्मान पत्र ग्रहण गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। मुना सिगदेलज्यू कहाँ हुनुहुन्छ? अगाडि आइदिनु होला। त्यसै गरी प्रमाणपत्र को प्रमाणपत्र रहेको छ। नियमित सहभागिता कीर्तनमा जनाए बापत हामीले सम्मान गर्दैछौँ। यो सम्मान पत्र पाउने हुनुहुन्छ मैया मास्तोला, कृपया अगाडि आइदिनु होला। र यो सम्मानको लागि त्यसै गरी नियमित जोरदार तालीले सम्मान गरौँ। त्यसै गरी अर्को नाम रहेछ सम्झना चढाई, सम्मान गरौँ। हाम्रो सम्मानको कार्यक्रमहरू लगभग
समाप्त भइसकेका छन्। बाँकी रहेका 3टा बाहेक र ताली कम भयो, ताली जोरदार तालीले स्वागत गर्नु सम्पूर्णलाई। त्यसै गरी हाम्रा आदरणीय गुरु कार्यक्रम रहेको छ। 2082 साल जेठ महिनामा नयाँ समिति गठन भए यता आजका मितिसम्म भए यहाँलाई म हार्दिक स्वागत गर्दछु। म यो धनेश्वर कीर्तन मण्डलीको वर्तमान ऐनाको कोषाध्यक्ष जीवन प्रसाद रेग्मी, अहिले सल मिलाउँदैछु कि मौकामा चौका नमारी हाम्रो सभा सञ्चालक महोदयबाट उद्घोष भइसकेको छ। यो गत वर्षबाट हाम्रो भजन कीर्तन टोलीमा भएका सामान्य आर्थिक गतिविधिको बारेमा विशेष अतिथिज्यूहरू तथा निवर्तमान अध्यक्षज्यूहरू हुनुहुन्छ। म छोटो रूपमा जब म यस संस्थाको कोषाध्यक्ष भइसकेपछि कार्य सञ्चालन गरेको थिएँ, सो अवधिका थोरै आर्थिक झलक म यहाँहरूसँग प्रस्तुत गर्न अनुमति चाहन्छु। हाम्रो संस्थामा यो वर्षमा जम्मा 7 जना नयाँ व्यक्तित्वहरू हामीले प्रवेश गराएका छौँ। उहाँहरू हुनुहुन्छ कुलबहादुर अधिकारी, यामप्रसाद ढकाल, देवप्रसाद। यसले हामीलाई भन्छ कि धनेश्वर कीर्तन मण्डली एउटा उल्लासमा मात्रै हिँड्ने होइन। म घोषणा गर्दछु। हवस्, धन्यवाद कोषाध्यक्षज्यू। हामी हाम्रो निवर्तमान अध्यक्ष अग्रज व्यक्तित्व एकराज मेटेज्यूलाई हार्दिक अनुरोध गर्दछु। ओम 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 धनेश्वर कीर्तन मण्डलीको यो वार्षिक पाठ पूजा कार्यक्रम र वार्षिक कार्यक्रम उपाध्यक्ष, वरिष्ठ उपाध्यक्ष, कोषाध्यक्ष, सचिव, सहसचिव र सम्पूर्ण कीर्तन मण्डलीमा अहोरात्र खटेर हिँड्नुहुने सम्पूर्ण सदस्यज्यूहरूमा, यहाँहरू सबैमा विभिन्न कालखण्डमा विभिन्न अध्यक्षज्यूहरूले सञ्चालन गर्दै ल्याउनुभयो। सबैले आफ्नो समयमा हाम्रो मण्डली कसैका पालामा पनि छि भन्ने खालको भएको छैन। जनताको भक्तजनहरूको मन्दी धेरै गाउँघर समाजमा स्थापित होस्, एउटा गौरव स्थापित गरोस् भन्ने शुभकामना दिँदै आजको हाम्रो यो धनेश्वर कीर्तन मण्डली लगायत धन्यवाद निवर्तमान अध्यक्ष एकराज। म पूर्व अध्यक्षको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट यो वार्षिक साधारण सभा सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु। आदरणीय भक्तजनहरू, धनेश्वर कीर्तन मण्डली पीतम्बर दाहालको अध्यक्षतामा जुन आज ज्येष्ठ नागरिकहरूलाई सम्मान गर्ने जुन कार्यक्रम जमर्को गरेको छ, अथवा वर्षभरिमा कति कीर्तनमा कति हाजिरी हुनुभयो भन्ने कुरा पनि त्यहाँ सुनाइदिएको भए अझै सुन्न सुगन्ध हुन्थ्यो। किनभने आफैलाई पनि
लाज पनि भयो र अब चाहिँ मतलब मैले हिँड्नुपर्छ भन्ने एउटा ज्ञान पनि मैले सिकेँ। धन्यवाद यहाँको सल्लाह र सुझावको लागि। यो धनेश्वर कीर्तन मण्डली फल्दै फुल्दै जाओस्, यही छ मेरो कामना। धन्यवाद। हुनको लागि हार्दिक अनुरोध गर्दछु। धन्यवाद शासकजी। पूजापाठ र पुरस्कार वितरण कार्यक्रम सम्मान कार्यक्रमका साथै अध्यक्षज्यू, यस कार्यक्रममा उपस्थित संस्थाका पूर्व अध्यक्षज्यूहरू, पदाधिकारी सदस्यज्यूहरू, अतिथिज्यूहरू, समितिमा आबद्ध धनेश्वर कीर्तन मण्डलीमा आबद्ध सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू, सर्वप्रथम त म खुसी व्यक्त गर्दछु। धेरै पटक यो कीर्तन प्रतियोगितामा सहभागी भए, प्रतियोगितामा हामी रित्तो हात फर्केनौँ कहिले पनि। हामी प्रथम भयौँ, हामी सर्वोत्कृष्ट भयौँ, प्रथम भन्दा पनि मास्तिर गयौँ। यो तपाईँहरू सबैको मेहनतले हो, तपाईँहरूको कडा परिश्रमले हो। त्यसमाथि पनि अघि हाम्रो सबै गुणले सम्पन्न अध्यक्ष पाएका छौँ, उहाँलाई विशेष धन्यवाद। र कीर्तन मण्डलीको एउटा परिवारको नाताले यसरी हामीहरू जम्मा भएका छौँ। एक अर्कालाई चाहिँ सम्मान गर्ने, एक अर्कासँग, र यो नितान्त हाम्रो धर्म संस्कार ज्ञान आउने बित्तिकै हाम्रो लोप हुँदै गएको, हराउँदै गएको 64-65 वर्ष अगाडिका मान्छेहरू जुन बेला हाम्रा हजुरआमा काकीहरूले सङ्गिनीको लागि प्रयासरत हुनुहुन्छ, अहिलेको युवा पुस्ताले, त्यसमाथि पनि युवा पुस्ताले हामीले है अब उहाँलाई धेरै धेरै चाहिँ धन्यवाद छ। र उहाँले अब यहाँ मेरो श्रद्धेय अग्रज व्यक्तित्वहरू पनि हुनुहुन्छ, हुन्छ धेरै कुरा हामीहरूलाई शिक्षा, हामीहरूलाई अनुशासन सबै कुरा दिनको लागि धेरै शिक्षाहरू त्यसमा लुके। यी विषयमा पनि यहाँहरूले र विशेष गरेर म हाम्रो सचिवज्यूलाई नै अनुरोध गर्दछु, यसलाई चाहिँ नि अलिकति राम्रो विकास गरेर लिएर जाउँ। व्यवस्थापनको लागि मलाई जिम्मा दिनुहोस्, म त्यो व्यवस्थापन गर्छु। म त्यसमा चाहिँ अत्यन्त लालायित भएँ आज। मलाई साह्रै भित्र मनमा त्यो हाम्रो चाहिँ यो संस्थालाई अपहेला नगरेको होइन, म एकदम यो संस्थासँगै छु। फेरि पनि म सबै समक्ष चाहिँ अनुरोध गरेँ। र अब हामी त यो दमकका चाहिँ लगभग 27वटा कतिवटा अस्ति कीर्तन मण्डलीहरूको सबै सहभागिता थियो। त्योभन्दा अगाडि हामीहरूले प्रथम पुरस्कार प्राप्त गर्दै गर्ने कार्यक्रम सुरु भएर अनि व्यवस्थापन गरेको हो। हामीले हाम्रो जुन ओज हो, अहिलेसम्मको हाम्रो चाहिँ व्यक्तित्व हो, त्यो ठाउँमा पनि, त्यो पशुपति मन्दिर त्यहाँका समितिहरूमा पनि धनेश्वर कीर्तन मण्डली भनेपछि एउटा उत्कृष्ट कीर्तन मण्डलीको नामले समिति रहन्छ। र अझ हाम्रो के अरे कीर्तन मण्डलीको नाम पनि चाहिँ सुवास पनि अगाडि बढेर जान्छ। रामसँग श्याम र श्यामसँग चाहिँ घनश्याम, एउटा सानो विषयमा रिसाउनु हुँदैन, पहिरो खोल्नु पनि हुँदैन। हामी सबैले, मैले पनि, किनभने हामी एउटा संस्थामा छौँ। इज्जत चाहिँ घटेर जान्छ, जसले गर उसैको इज्जत घटेर जान्छ। किनभने तपाईँ हामी भनेको पर्छ। मैले तपाईँलाई 2 पैसा 4 पैसाको अवस्था कहीँ केही परो भनेदेखि मेरो घरमा अर्को गल्ती भनेदेखि क्षमा पनि चाहन्छु। धन्यवाद। धन्यवाद। सम्मान भयो। आएको चिन्हहरूको हस्तान्तरण गरिदिनुको लागि श्री, त्यसै गरी निवर्तमान अध्यक्ष मीरा पोखरेलज्यूलाई माएको चिन्ह हस्तान्तरण गरिदिनु हार्दिक अनुरोध गर्छु। सल्लाहकार संयोजक तथा समाजसेवी वासुदेव भट्टराईलाई माएको चिन्ह प्रदान गरिदिनु हुने दीपक थापाज्यूलाई माएको चिन्ह प्रदान गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। त्यसै गरी हाम्रो अग्रज व्यक्तित्व हुनुहुन्छ फणेन्द्र प्याकुरेलज्यूलाई माएको चिन्ह प्रदान
योजना गर्दछु किनभने कार्यक्रम सिक्दै जाने हो। मेरो पहिलो कार्यक्रम पनि हो यो सञ्चालन गरेका केही त्रुटिहरू भएमा यहाँहरू समक्ष मैले माफी मागेँ र मैले माफी माग्दै अबको 2 शब्द राखेर यस कार्यक्रमहरूलाई समापन गरिदिनु हुनका लागि मैले अध्यक्षज्यूलाई यो माइक्रोफोन हस्तान्तरण गर्दै म यस कार्यक्रमबाट उज्जवल बन्न चाहन्छु। धन्यवाद। धन्यवाद। यो वार्षिक कार्यक्रमको सञ्चालकज्यू कुनै सम्पूर्ण महानुभावक र यहाँ उपस्थित भक्तजनहरूलाई यस्तै कार्यक्रम भव्यताका साथ गर्नेछौँ। अघि हाम्रो नेपथ्यमा अध्यक्ष हाम्रो आजको अतिथि मदन खड्का अब आउने यो चाहिँ साधारण सभा होइन, वार्षिक कार्यक्रम भएकोले गर्दा हामीले बोलाएनौँ। अब आउने साधारण सभामा चाहिँ हामी 2-4वटा कीर्तन मण्डलीका अध्यक्षहरूलाई बोलाएर हामी सम्मान आज विशेष अब हजुरहरूले बुझ्नुभयो होला 28 दिनभन्दा कम हिँड्नेलाई चाहिँ हामीले त्यो क्याटेगोरीमा राखिएन। अब आउने अर्को वर्षमा हामी पनि हिँड्नुपर्छ, हामी पनि साथ दिनुभयो भने त्यो क्याटेगोरीमा तपाईँहरू पर्नुहुन्छ र तपाईँहरूलाई फेरि भव्यताका साथ हौसलाका पात्रहरू यहाँ हुनुहुन्छ। तपाईँहरू उदाहरण दिन्छु म, हाम्रो एकराज सरसँग मैले 4 देखि 5 वर्ष 6 वर्ष गति सहकार्य गरेर सँगै हिँडेँ। यो धनेश्वर कीर्तन मण्डलीलाई यो ठाउँमा ल्याउने उहाँको पनि योगदान छ। त्योभन्दा अगाडि हाम्रो यहाँ आदरणीय दिदी हुनुहुन्छ, त्यसभन्दा अगाडि छोटो समय भए पनि उहाँले साथ दिनुभयो, कीर्तन बढ्दै गयो। त्यस पछाडि त्यो कीर्तन फेरि माथि बढ्दै जाओस्, उन्नति प्रगति हुँदै जाओस् भनेर हौसला स्वरूप पुरस्कारको व्यवस्था गरेको हो। अब आउने 2-3 वर्ष पछाडि हामी पनि बोलाउनु भयो अतिथि रूपमा बस्नेछौँ। तपाईँहरूले सम्हालेर लगेकोमा हामीलाई बोलाउँदा हामी आउनेछौँ। हामी पनि धेरै हिँडेर पुरस्कारमा आउँछौँ, सहभागी हुन्छौँ भन्नलाई हामी व्यवस्था गर्ने नै छौँ। अर्को वर्ष भनेको अब यस वर्ष 10वटा फ्रेम पाउनेले अर्को वर्ष पुरस्कारको व्यवस्था गरेको छ। यहाँबाट जानुभन्दा अगाडि प्रसाद ग्रहण गरिदिनु होला। ल्याउनेले बस्दिनेले एउटा यसो रहर लागेको छ, अस्ति जितेर आएकोले गर्दा हाम्रो राधाकृष्ण मन्दिर पनि हामीले हाम्रो धनेश्वर कीर्तन मण्डलीद्वारै बनाएकोले गर्दाखेरि हामी यही मन्दिरलाई फोकस गरेर एउटा भजन राधाकृष्णको हामीका स्थानीय कलाकारले गाएको भजन छ, त्यो भजनको सुटिङ गर्दैछौँ र यो अहिले पनि सुटिङमै हाल्ने हो। फेरि अहिले हुन्छ उहाँलाई पनि हाम्रो धनेश्वर कीर्तन मण्डलीमा उहाँले आज साथ दिनुभएको छ। हाम्रो कर्ताहरूले पनि र गुरुजीले हिजो हाम्रो वार्षिक कार्यक्रम धनेश्वर कीर्तन मण्डलीको वार्षिक कार्यक्रमलाई यही समापन भएको घोषणा गर्दछु। धन्यवाद। कृष्णको महिमा गाएर नपाऊँ, तिम्रो समीपमा रहेर नपाऊँ। कृष्णको महिमा गाएर नपाऊँ, तिम्रो समीपमा रहेर नपाऊँ। कृपाले भरिदेऊ यो मनको झोली, आज छ जीवन के हुन्छ भोलि। कृष्ण राधे कृष्ण, कृष्ण राधे कृष्ण, कृष्ण राधे कृष्ण, कृष्ण राधे कृष्ण। न देखेको छु न भेटेको छु, मनभरि आस्था बोकेको छु।